तिमी उड्ने त्यो हवाई जहाज नबनेको भए हुन्थ्यो। हेलो नमस्कार सम्पूर्णमा। आज चाहिँ हामी ट्रेन बोर्डिङ गर्दैछौँ एयरपोर्टमा दिदीलाई छोड्नको लागि आएको है। अब यहाँ भिड नहुने भन्ने कुरा त कहिले पो छ र, दिदी पनि भिडमा त्यस्तै हुन्छ। हामी चाहिँ फोटो खिच्न भनेर आएको है। अब यहाँ पालो पाइने ठाउँ नै भिडभाड छ। फोटो खिच्नको लागि यहाँ लाइन बसिरहेको छौँ। दिदी कुन ठाउँ जाने हुनुहुन्छ? घुम्न जाँदैछु। कुन ठाउँ जाने हुनुहुन्छ भन्नु न। तिमी कता जाने? तिमी यसले पनि हालेर पठाइदियो मैले। ल ल पारी पुरा उ छ कि भिडभाड छ। त्यहाँ फोटो खिच्ने कुनै पालो नै पाइन्न जस्तो छ। एकछिनमा अलिकति कम भएपछि जाने भनेर यहाँ वेटिङ गरिरहेछौँ हामी चाहिँ। आज हाम्रो दिदीको मालदिप्सको रिटर्न छुट्टीमा आउनु भएको, आज फर्किँदै हुनुहुन्छ। शुभ यात्रा मेरो प्यारी दिदीलाई। रमाइलो लाग्छ दिदी? पहिले त दुईजना लाबाट अलिअलि रुनुहुन्थ्यो होला, नरुनु होला है। यत्र सबैजना गइरहेछन्। अब के गर्ने, भिजा आएन भने पनि टेन्सन, भिजा आयो भने पनि टेन्सन। केही गरी सुख छैन। हाम्रो दिदीलाई यसो फोटो सुट गरिदिन लागेको। एयरपोर्टको पुरै वरिपरि रमाइलो छ। यहाँ राता टोपी लगाएर बस्नु भएको छ। हाम्रो दाजुभाइहरू सबै एउटै ठाउँ जान लाग्यो जस्तो छ। एपिएस कोरिया हो त है। कति वर्षपछि आयो हजुरको भिजा? 1 वर्ष। र यहाँ रातो टोपी लाउने दाईहरू चाहिँ कोरिया जाने रे है। कोरियाको भिजा आएको दाईहरू एपिएस नेपालबाट। दाईहरू कोरियाको भिजा आएको हो। कति वर्षमा आयो नि? ल सबैजनालाई शुभ यात्रा। एउटै ठाउँ जान लाग्नु भयो? एउटै उबाट नाम निकालेको? ए ल सबैजना मान्छे त यहाँ खुट्टा टेक्ने ठाउँ छैन। म त छक्का पर्छ बडी जस्तो प्राय सबैजना कोरिया जानेको फ्लाइट रहेछ है। अनि हाम्रो मुम्बई के काममा केमा ए ओमनको हो? सबैजनाको ओमनको फ्लाइट हो। अनि कम्पनीबाट दिएको क्यास है? मेन पावरबाट। कुन मेन पावरबाट जानु भएको नि? गौरी शङ्कर। ए गौरी शङ्कर कहाँ छ यो? सुकेधारानिर पठाउँदो रहेछ होइन? कति महिनामा भिजा आयो ओमनमा? 4-5 महिना। 4-5 दिन। ल राम्रै भयो। सोचे जस्तो भने जस्तो काममा लागियोस् है। यस्तो चाहिँ कहाँ हो नि घर चाहिँ? विराटनगर। सबैजनाको उतै हो? ल तपाईँहरूलाई शुभ यात्रा। सोचे जस्तो काममा लगाइदियोस् कम्पनीले होइन। हस्। यहाँ फेरि छुट्टै छ कहानी।
मेरी प्यारी दिदीलाई हैव अ सेफ जर्नी धेरै माया फेरि पनि हजुरको मालदिप्सको बसाइ सुखद होस् हैव अ सेफ जर्नी सिस्टर